सो म चाहिँ मेरो फ्यामिलीसँग सर्ट स्टेकेसनको लागि माउन्टेन भिस्टा रिट्रिट नगरकोट गएको थिएँ। काठमाडौँबाट चाहिँ ड्राइभ गरेर जम्मा 1 hour 30 minutesमा पुगेको थियौँ हामी। पुग्ने बित्तिकै दे वेलकम्ड अस विथ वेलकम ड्रिङ्क्स। त्यसपछि वी ह्याड आवर स्न्याक्स अनि हामीले चाहिँ रिजोर्ट एक्सप्लोर गर्न थाल्यौँ। यता चाहिँ बच्चाहरूको लागि खेल्ने स्पट पनि रहेछ अनि एभ्री कर्नर वाज सो एस्थेटिक। यता नराम्रो फोटो आउने त स्पट नै थिएन क्या, जता पनि राम्रो फोटो आउने स्पटहरू थियो। त्यसपछि हामी हाम्रो रुममा गयौँ अनि यो चाहिँ हाम्रो बाल्कनीबाट देखिने भ्यू। अनफर्चुनेटली आकाश चाहिँ खुलेको थिएन, त्यही भएर भ्यू चाहिँ यस्तो देखिरहेको थियो। अनि एकछिन फ्रेस भएर चाहिँ हामी डिनर गर्न गयौँ। अनि ओ माई गड, यताको नाइट भाइब त छुट्टै थियो के। कस्तो प्रिटी देखिरहेको थियो कि पुरै लाइट्सहरू बलेर। त्यसपछि चाहिँ अर्को दिन वी वोक अप अर्ली अनि हामीले चाहिँ हाम्रो बाल्कनीबाट सनराइज हेऱ्यौँ। स्काई चाहिँ स्टिल खुलेको थिएन तर पनि सनराइज चाहिँ एकदमै प्रिटी देखिरहेको थियो। त्यसपछि वी ह्याड आवर ब्रेकफास्ट अनि यताको भाइब, फुड, सर्भिस अनि एभ्रिथिङ वाज रियली वन्डरफुल। हामीले चाहिँ गरेनौँ तर यता चाहिँ अरू एक्टिभिटिज लाइक जिप लाइन, साइक्लिङ, हाइकिङहरू पनि अभाइलेबल रहेछ। मलाई यताको सबैभन्दा राम्रो लाग्यो कि नाइट भाइब हो कि। इट वाज सो एस्थेटिक, सो पिसफुल, एकदमै राम्रो भाइब। फोटोहरू पनि कस्तो राम्रो राम्रो आइरहेको थियो। हजुरहरूले पनि आफ्नो फ्यामिली, फ्रेन्ड्स, पार्टनरसँग यस्तै सर्ट पिसफुल स्टेकेसन खोजिरहनु भएको छ भने चाहिँ यु सुड डेफिनेटली भिजिट माउन्टेन भिस्टा रिट्रिट। आजलाई यति नै, बाई, थ्याङ्क यू फर वाचिङ।